हेलो गाइज, आज म तपाईहरुलाई साँधीको सिन्कीको अचार बनाएर देखाउँदैछु। यसको लागि सबैभन्दा पहिले सिन्कीलाई तातो पानीमा बोइल गर्नुपर्छ। टमाटर चाहिँ पानीमा बोइल गर्न सक्नुहुन्छ। यसरी भुटेको भटमास, भुटेको हरियो केराउ, यो चाहिँ मैले आफ्नो इच्छा अनुसार राखेको, तपाईहरुले नराख्न पनि सक्नुहुन्छ। एउटा जति प्याज, अदुवा र लसुनको पेस्ट, हरियो खुर्सानी, टिमुर, धनिया, जिराको धुलो, लसुनको पात, नुन स्वाद अनुसार, बेसार, एउटा कागती। त्यसपछि सबै इन्ग्रेडियन्ट्सहरूलाई एकै ठाउँ राख्ने। सिन्कीलाई यसरी भाँडामा राख्नुस्। भटमासलाई पनि यसरी राख्नु। भुटेको मटर पनि यसरी मिसाइदिनुस्। अदुवा र लसुनको पेस्ट, धनिया र जिराको धुलो, प्याज पनि यसरी मिसाइदिनुस्। एउटा भाँडामा तोरीको तेल तताउन सक्नुहुन्छ। तेलमा मेथी, सौंफो यसरी हल्का ब्राउन हुँदै यसरी भुट्नुपर्छ। यसमा प्याजको पात पनि फ्राई खुर्सानी, बेसार, यसरी फ्राई गरेको मसलाहरूलाई चाहिँ भाँडामा मिसाइदिनु। नुन स्वाद अनुसार, अमिलो मिसाइदिनुहोस्। त्यसपछि उसिनेको टमाटर यसरी मिक्स गर्नुपर्छ। सिन्कीको साँधेको अचार रेडी भयो। अब तपाईहरुले भातसित पनि खान सक्नुहुन्छ, रोटीसित खान सक्नुहुन्छ, आफ्ना इच्छा अनुसारले खानुहुन्छ। कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। सानो प्रयास हो। थ्यांक यू।